ल ल भाइ बहिनीहरू, एउटा प्रश्न छ है। यो त्रिकोणमितिसँग सम्बन्धित प्रश्न हो, उचाइ र दूरीसँग सम्बन्धित। दिएको चित्रमा बत्तीसहित खम्बाको चाहिँ एएफ बराबर 21.5 मिटर र मानिसको चाहिँ सी बराबर 1.5 मिटर छ। एमा अवनति कोणको परिभाषा दिनुहोस् भनेको छ। मानिसको उचाइ बत्तीसहितको खम्बाको उचाइ कति कम छ भनेको छ। कति कम छ भनेको छ है। यो खम्बाको उचाइबाट मानिसको उचाइ घटाइदिएपछि आइहाल्ने भयो। 49.45 डिग्री भयो। मानिस र खम्बा बिचको दूरी पत्ता लगाउनुहोस् भनेको छ है। यो 45 डिग्रीको छ, यो 45 डिग्रीको छ भने यो डिस्टेन्स कति छ त्यो डिस्टेन्स फाइन्ड गर्नुपर्ने भयो, दूरी पत्ता लगाउनु पर्ने भयो। मानिसले बत्तुको टुप्पोमा हेर्दा 49.30 डिग्री हुने गरी उभिन अहिलेको स्थानबाट कति दूरी अगाडि वा पछाडि सर्नुपर्छ भनेछ। अब 30 डिग्री 45 डिग्री 49 हुँदाखेरि के हुने भयो त, खम्बाबाट त्यो मान्छे टाढा टाढा जानु पर्यो अथवा पछाडि जानु पर्यो है। पछाडि गएपछि 49 कोण घट्दै जान्छ भन्ने कुरा बुझ्नु पर्यो। सबभन्दा पहिला अब हामी चाहिँ हल गर्छौँ है त। एमा अवनति कोणको परिभाषा लेख्नु पर्यो। अवनति कोण अग्लो स्थानबाट होचो स्थानको वस्तुलाई हेर्दा दृष्टि रेखाले क्षितिज रेखासँग बनाएको कोणलाई अवनति कोण भनिन्छ भनेर परिभाषा लेख्ने। बीमा कति कम छ भनेछ है, घटाइदिने। खम्बाको उचाइबाट मानिसको उचाइ घटाइदिएपछि कति कम छ आइहाल्छ है। खम्बा र मानिसको उचाइको अन्तर निकाल्ने हो। यो उचाइको अन्तर, खम्बाको उचाइ 21.5 माइनस मानिसको उचाइ 1.5 घटाउ त कति आउँछ, 20 आउँछ है। बीको एन्सर भयो। अब सीको 49.45 डिग्री भयो। अब हाम्रो के छ, यहाँ थीटा बराबर 45 डिग्री छ। अब हेर त, यो एबी आयो नि है, एबी आयो, यो 20 मिटर हो। यो ठिकै एबी, यो पुरा 21.5 छ। 21.5बाट यति 1.5 छ, 1.5 छ है, 1.5 छ, 1.5 घटाउँदा 20 आउँछ भनेपछि एबी कति आयो त हाम्रो, 20 मिटर आयो है। अब हामीले यो बिसी निकाल्नु छ। बिसी इक्वल्स टु वाट, दूरी निकाल्नु पर्ने छ नि त होइन। अब भाइ बहिनीहरू, साइन थीटा कस थीटा टेन थीटा, साइन कस टेन मध्ये कुन फर्मुला लाउने भन्ने कुरा है। अब त्यो साइन कस टेन कुन लाग्छ भन्ने कुरा, मान कुन छ त्यो हेर्ने अनि निकाल्नु पर्ने कुन छ। दिएको मान कुनको दिएको छ र निकाल्नु पर्ने के छ। अब निकाल्नु पर्ने बिसी छ, मान एबी दिएको छ। एबी भनेको लम्ब हो, बिसी भनेको आधार हो। लम्ब र आधार भएको फर्मुला कुन हो त, टेन थीटा हो नि त होइन। टेन थीटा फर्मुला भने टेन थीटा इक्वल्स के हुन्छ त, पी अपन बी। टेन थीटाको भ्यालु 45 डिग्री राख है। पी भनेको एबी, एबी बी भनेको बिसी। ल 10 45 को मान 1 हुन्छ है। एबीको मान 20 छ, बिसीको मान निकाल्न सक्छ यहाँबाट। बिसी इक्वल्स क्रस गुणा गर्ने बित्तिकै यसलाई क्रस गुणा गर्छौ, बिसी बराबर कति भयो त 20। देयरफोर खम्बा र मानिस बिचको दूरी कति रहेछ त, 20 मिटर रहेछ। ल अब डीमा जाऊ। मानिसले बत्तीको टुप्पोमा हेर्दा 49.30 डिग्री भयो। अब 49 घट्यो भने के हुन्छ, मानिस त्यो खम्बाबाट पछाडि सर्छ है, अगाडि होइन पछाडि सर्छ भनेपछि कस्तो हुन्छ त फिगर, फिगर कस्तो हुन्छ त भन्दा, अब हेर यसको फिगर। जस्तो यो मान्छे अहिले यहाँ छ, अहिले खम्बा यहाँ छ है, यस्तो छ। अहिले यहाँ कति डिग्री कोण बनेको, 45 डिग्री कोण बनेको छ यहाँ है। अब 30 डिग्री चाहिँ मान्छे यतातिर पछाडि सर्नु पर्यो। यसरी यहाँ सर्दाखेरि चाहिँ तिम्रो के हुने भयो त, अब यहाँ चाहिँ कति डिग्री हुने भयो, 30 डिग्री हुने भयो। अथवा चाहिँ के भयो त, 49 गर्दै कति छ तर मानव एक्स सर्यो अरे, यो त 20 छ नि त हाम्रो है, यो एक्स सर्यो भनेपछि यो कति हुने भयो, यो 20 हुने भयो, यो एक्स हुने भयो। यो कति छ त हाम्रो, यता माथि निकालेको छ नि होइन, 20 मिटर छ।
20 मिटर छ नि त होइन। अब हामीले यहाँ एक्सको भ्यालु निकाल्दै भइहाल्छ है। अब हाम्रो चाहिँ के हुने भयो त भन्दाखेरि फर्मुला हाम्रो के हुने त्यही टेन थिटा लाउने भयो। अब थिटा भनेको कति हुने भयो त 30 डिग्री हुने भयो है, 30 डिग्री हुने भयो। अब यहाँ नाम राख्दिउँ नि त ल, ए बी एफ सी ई सिई होइन। ल अब यो एससिबिसिइएफ जी राख्दियो, ल यो जी राख्दियो, यो एच राख्दियो। ल अब यो भनेको के हुने भयो त हाम्रो, यो बिजी हुने भयो है त। ल यो बिजी भनेको कुनै भयो 20 प्लस एक्स, एक्स भ्यालु फाइन्ड गर्नुपर्ने छ। अब एबी त हाम्रो छँदैछ 20 छ। अब अगेन वी नो द्याट फेरि पनि थाहा छ हामीलाई, फर्मुला के लाग्ने भयो त्यही टेन थिटा इक्वल्स पी बाई बी नै हुने भयो 10। अब 30 डिग्री हुने भयो। पीको भ्यालु कति हुने भयो, यो 20 नै हुने भयो। बीको भ्यालु कति हुने भयो त एक्स प्लस 20 हुने भयो है, एक्स प्लस 20 बुझेछ नि होइन। ल 33को मान राख। अब क्यालकुलेटरमा हान्यो भने 33को मान कति आउँछ 0.577 आउँछ है। अनि त्यसपछि 20 अपन एक्स प्लस 20। अब यहाँ क्रस गुणा गर्दै, ल क्रस गुणा गरिदेऊ 0.577 एक्स प्लस 20ले त्यसलाई मल्टिप्लाई गर्दाखेरि कति आउँछ 11.54 आउँछ इक्वल्स 20 भयो। और 0.577 एक्स इक्वल्स 20 माइनस 11.54 हुने भयो, 54 हुने भयो है यो 54। ल अब और एक्स इक्वल्स, ल 20मा घटायो भने कति आउँछ 8.46 आउँछ डिभाइड बाई 0.57 हुन्छ, 577 हुने भयो है। एक्स इक्वल्स कति हुने भयो त डिभाइड गऱ्यो भने 14.66 मिटर आउँछ होइन। 14.66 मिटर चाहिँ पर सर्नु पर्ने रहेछ है त। ल थ्याङ्क यू।